कतारमा कस्तो घटना भइदियो भने यसरी वचन बोलिरहेको थिएँ, मैले वचन बोलिरहेको थिएँ। एकजना मान्छेलाई सैतानिक आत्माले अट्याक गरिहाल्यो त्यहीँ, वचन बोल्दा बोल्दै बोल्दा बोल्दै। जब अट्याक गर्यो नि, अनि उहाँले त्यो सैतानिक आत्माले जति पनि मैले बोलेका कुराहरूलाई चाहिँ उसले के गर्न थाल्यो, इग्नोर गर्न थाल्यो। त्यसले हाँसेर खिल्ली उडाइदिने। त्यसपछि म वचन गर्दै थिएँ। वचन गरिसकेपछि म्यामलाई भने, मैले सुशेर म्यामलाई भने उहाँलाई अलि अगाडि ल्याउनुहोस्, उहाँलाई चङ्गाइदिनुहोस् भने। म वचन छोडेको छैन, मेरो मनले वचन छोडेर चङ्ग्याउनु भने भनेन। फेरि म म्यामलाई जिम्मा दिएँ, म वचन गरिरहेको थिएँ। म्यामले चङ्गाइदिनु भयो। म्यामले चङ्गाइदिइसकेपछि ल आमेन भन्नुहोस् भनिसकेपछि त आमेन भनेर फ्रेस हुनुभयो। उहाँ त पहिला पुरा बेहोसीमा आउनुभएको। त्यसपछि जसले कमी कमजोरी केलाउन भनेर आउनु भएको थियो नि, ओ माई गॉड, ईश्वर त हुनुहुँदो रहेछ, शाश्वत सत्य ईश्वर हुनुहुँदो रहेछ, हामीले पो नचिनेको रहेछौँ। हेर्नु त परमेश्वरले कसरी काम गराउनुहुन्छ। म गर्नेछु भनेको काम त्यही प्रकट गराइदिनु भयो। त्यसैले हालत आउँछ नि, लिडरको जीवनमा हालत आउन सक्छ, प्रमुखको जीवनमा हालत आउन सक्छ, उपप्रमुखको जिन्दगीमा हालत आउन सक्छ। त्यो हालत चमत्कारको लागि आउन सक्छ। हामी हार खानु हुँदैन, हामी निरुत्साहित हुनु हुँदैन, हामी कमजोर हुनु हुँदैन, हामीमा मनोबल खसाल्नु हुँदैन।